सुरेश बैरागी कान्छा स्वयं अपाङ्गता भएका व्यक्तिको समन्वयमा दाङ जिल्ला शान्तिनगर गाउँपालिका वडा नम्बर 7 धनौरा निवासी हाल युकेमा बस्दै आएको श्री सुमे न्यौपानेको जन्मदिनको अवसरमा यस नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङमा बसोबास गरिरहेका शारीरिक अपाङ्ग भएका व्यक्तिहरूका लागि एक जोर ट्र्याक सुट प्रदान गर्नुभएको छ। करिब रु 10,000 अक्षय रुपी 10,000 को जिन्सी सामग्री लत्तकबाट सहयोग गर्नुभएकोमा सहयोगी दाता श्री सुमी न्यौपानेलाई सङ्घको तर्फबाट विशेष धन्यवादका साथै जन्मदिनको उत्तरोत्तर प्रगतिको शुभकामना। सहयोगको लागि समन्वय गरिदिनु हुने सुरेश बैरागी कान्छालाई पनि सङ्घको तर्फबाट विशेष धन्यवाद छ। तपाईहरूको साथ सहयोगको सङ्घले सदा सम्झना गरिरहनेछ। धन्यवाद। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 9 गौरीशङ्कर निवासी म चाहिँ आज यस खगेन्द्र नवजीवन केन्द्रमा दाङ शाखा घोराईमा बस्ने अपाङ्गता भएको साथीहरूलाई स्वयं म पनि अपाङ्गता छु, म जस्तै साथीहरूको लागि सहयोग लिएर आएको थिएँ। सहयोग पठाउने बहिनी हुनुहुन्थ्यो शान्तिनगर गाउँपालिका वडा नम्बर 7 धनौरा निवासी सुमी न्यौपानेज्यू। उहाँको जन्मदिन 2082 माघ 14 गते भए पनि हामीले चाहिँ सहयोग मलाई त्यही दिन प्राप्त भएको थियो। अगाडि भएको भएपछि म त्यही तयारी गरेर आउँथेँ। मेरो काम विशेषले गर्दाखेरि अलि ढिला हुन गयो, त्यसको लागि अहिले सरी भन्न चाहन्छु। म चाहिँ ढिलै भए पनि उहाँहरूले पठाउनु भएको मलाई 10,000 रुपियाँ पठाउनु भएको थियो। 10,000 रुपियाँ सहयोगमा म चाहिँ हामी 10 जना जति छौँ अपाङ्गता भएको व्यक्तिहरू। उहाँहरूको लागि मैले एकन्जोर ट्र्याक सुट लिएर आएको थिएँ। त्यो एउटा ट्र्याक सुटलाई 950 रुपियाँको दरले पर्न गएको छ। हामीले 10 वटा किन्दाखेरि 9,500 रुपियाँ परेको थियो र 500 रुपियाँ बचेको छ। यो 500 पनि यही संस्थामा अपाङ्गता भएका साथीहरूको लागि स्याहार समार गर्ने अनि खाना पकाउने भान्सेको रूपमा कर्मचारी हुनुहुन्छ शारदा चौधरी बहिनी। म उहाँलाई पनि यो 500 बचेको 500 पनि सहयोग गरेर 10,000 रुपियाँ पूर्ण रूपमा जति पठाउनु भएको थियो त्यो पूर्ण रूपमा खर्च भएको छ। सहयोग पठाउने बहिनी सुमी न्यौपाने र मेरो प्यारो सालो केटो नवीन भण्डारीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि उनीहरूको बर्थडेमा, जन्मदिनमा अथवा उनीहरूको एनिभर्सरीमा यस्तै सहयोगहरू लिएर आउन पाऊँ भन्ने आशा पनि राख्दै मेरा केही विशेष रूपमा धन्यवाद दिन चाहन्छु सहयोग गराउने बहिनीलाई सुमी न्यौपानेलाई र यो 500 रुपियाँ पनि म शारदा बहिनीलाई हस्तान्तरण गर्न चाहन्छु। ल धन्यवाद। यति भन्दै मेरा केही शब्दहरूलाई अहिले यही अन्त्य गर्ने अनुमति माग्दै म पनि बिदा हुन्छु।